43 वर्षपछि भएको इन्टरनेसनल फ्रेन्डली म्याच नेपाल भर्सेस सिङ्गापुरको खेलमा नेपालले 1-0 ले लिड गर्दै इतिहास रच्न सफल भयो। जेलस पिजिङ कार्कीले नेपालको तर्फबाट 12औं मिनेटमा उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। यही गोल नै एक निर्णायक गोल हुन पुगेको थियो है। यसै गरी बाघ जति नै बुढो भए पनि घाँस कहिल्यै खाँदैन भन्ने एउटा उखान टुक्का त सुन्नुभएको होला होइन। हाम्रो नेसनल टिमको क्याप्टेन किरण च्याम्चामको त्यो सेकेन्ड हाफमा उत्कृष्ट बचाउ, 3-4वटा बल क्या दामी बचाउ गरेका थिए। त्यसैले पनि हामीले गेम होल्ड गर्न सकेका थियौँ सेकेन्ड हाफमा है। एएफसी एसियन कप क्वालिफाईको लागि यो गेमले नेपाली प्लेयरको कन्फिडेन्ट लेभल हाई गर्छ भन्ने मलाई जहाँसम्म लाग्छ होइन। त्यसैले बेस्ट अफ लक फर एएफसी एसियन कप क्वालिफाई म्याचहरू होइन। यसै गरी नेपाली वुमेन फुटबल टिमको फरवार्ड सावित्री भण्डारी साम्बाले हिजो युरोपको टप लिग्समा पिएसजी विरुद्ध 2 गोल गरेर आफ्नो नाम राख्न सफल भएकी थिइन् सावित्री भण्डारी साम्बाले। यसै गरी गोल हेर्न पाऊँ हामीले युरोपको टप लिगमा होइन। सावित्री भण्डारी साम्बाको टिमले हारोस् या जितोस् त्यो हामीलाई मतलब भएन कि सावित्री भण्डारी साम्बाले प्रत्येक म्याचमा गोल हानेको हामीले सुन्न पाऊँ है। त्यही नै हामी नेपाली फ्यानहरूको लागि खुसीको कुरा हो। बेस्ट अफ लक, आज नै प्रगति गर्दै जानु सावित्रा दिदी। यस्तै कन्टेन्टहरू सुन्न मन लाग्छ भने फलो मोर देन मोर युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। Stay, you have a good day guys. Bye bye.